आजकल सिन्दुर पनि कस्तो उयाने झिँगाको टाउको जस्तो सिन्दुर लगाउने हैन। यो लाउनु भन्दा नलाउनु राम्रो यथार्थमा। यो झिँगाको टाउको जति अब त्यो पनि त्यो यस्तो पेस्टवाला हुन्छ, त्यो उगाएर दिने, त्यसमा त कोकानियल भन्ने त्यो एउटा किरा मारेर हालेको हुन्छ, त्यो किराको रगत हो। लाउनु पर्ने सिन्दुर भनेको त स्वदेशी सिन्दुर, त्यो चाहिँ कुमकुम भन्छ, कुमकुम लगाउने यहाँसम्म लगाउने। हेर्नु जति लामो सिन्दुर हुन्छ त्यति धेरै पतिको लागि राम्रो हुन्छ, पतिको सौभाग्य बढ्छ, पतिको मङ्गल हुन्छ, पतिको आयु बढ्छ, पति र पुत्र सबैको लागि। यो एकदम सत्य कुरो, यो शास्त्रमा कुनै गलत कुरो लेखिएको होइन। सिन्दुर नलाउने महिला भनेको उनी विधवा जस्तै हो। यो यति यो सिन्दुर के लगाएको थियो, कामै छैन। त्यो कोकानियल डाई लगाएर के काम थियो? कुमकुम लगाउनु पर्यो, स्वदेशी सिन्दुर लगाउनु पर्यो, र सिन्दुर लगाएकी स्त्री उसको पतिको लागि स्वर्गकी अप्सरा जस्तै देखिन्छन्। यथार्थ भन्दैछु मैले। सिन्दुर नलाउने स्त्री र सिन्दुर लगाएकी स्त्रीलाई सँगै राखेर हेर्नुहोस् त, कहाँ आकाश जमिनको फरक छ, आकाश जमिन। हुन त अब आजकल समाज यति भ्रष्ट भयो, स्त्रीहरू पनि सोध्छन् होइन किन त्यो श्रीमानको लागि राम्रो भन्ने, किन राम्रो भन्ने, को हो भनिदिन्छन् होइन। जो चाहिँ तिम्रो शिरको ताज हो, जो तिम्रो सर्वथोक हो, कसले सिकाउने, कसले बुझाउने, कसले पढाउने? अहिले त्यही भएर समाज लथालिङ्ग छ।